नमस्ते, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ मैले आफ्नै बारीमा फलेको अर्ग्यानिक तरकारीको रेसिपी लिएर आएको छु। हेरेर साथ दिनुस् है। मैले चाहिँ यसरी गराएको छु, हजुर कटिङ पनि गर्न सक्नुहुन्छ। किचनमा भएको मसलाहरू युज गर्नुस्। मैले थोरै हल्दी राखेको छु, स्वाद अनुसार नुन अनि थोरै धोलो खुर्सानी पनि राखेको छु र केही बेर यसलाई मजाले चलाउनुस्। रेडी भइसकेपछि मैले पिसेको मसला पनि यसमा एड गरेको छु। यसलाई मजाले केही बेर पाक्न दिनुस्। हाम्रो चाहिँ मसला पाकेर रेडी भइसक्यो। मैले थोरै पानी राखेर यसमा ग्रेभी बनाएको छु र तरकारी पनि रेडी भइसक्यो। यो चाहिँ एकदम मिठो भएको थियो। आगोमा पकाएको भएर होला, मलाई चाहिँ एकदम मनपर्छ कि आगोमा पकाएको तरकारीहरू। उहाँ चाहिँ मेरो पुसाइ हुनुहुन्छ। मैले चाहिँ उहाँको बारीबाट लिएको अनि खोइ त मलाई देखाएको भन्दै हुनुहुन्थ्यो, त्यही भएर मैले चाहिँ पुसाइलाई पनि भिडियोमा राखेको छु।